हजुर नमस्कार, म प्रस्तोता मिलन विक सदा चाहिँ आज पनि तपाईको माझ उपस्थित भएको छु। तपाईहरूले नै लेखेका देउडा, गजल, मुक्तक, शायरी, भावना पत्रहरू वाचन गर्नको लागि आज मलाई फेरि अर्को पत्र पठाउनु भएको छ शंकर आउजी भाइले। नमस्कार दाई, म शंकर आउजी, आदर्श गाउँपालिका 3 नुवाकोट घर भई हाल बिरानो सहर भारतको चेन्नईदेखि हुँदै भनेर भन्नुभएको छ। भाइले गीत पठाएका छन्। उही थी पुन्यौ कि रात एक धर क्या जुन लागि, उही थी पुन्यौ कि रात एक धर क्या जुन लागि, साइकी कोल हात समाई मक न पाउला कि, साइकी कोल हात समाई मक न पाउला कि। गाउँबाट देखिन लाग्यो तोल्या नकोसेरो, गाउँबाट देखिन लाग्यो तोल्या नकोसेरो, बचपनको माया छुट्यो सुवा तेरो मेरो, बचपनको माया छुट्यो सुवा तेरो मेरो। बस्ने ठाउँ कि सम्राय लाग्दी झझलको उसै छ, बस्ने ठाउँ कि सम्राय लाग्दी झझलको उसै छ, तुई भए खुसीको संसार मकन दुखै छ, तुई कि भयो खुसीको संसार मकन दुखै छ। रोएकै छु आँसु झारी याद आउना कसी, रोएकै छु आँसु झारी याद आउना कसी, पोखी गई मनका बह सुइना आई बसी, पोखी गई मनका बह सुइना आई बसी। पागल बनी बसेको छु जोगी बस्ने कुटी, पागल बनी बसेको छु जोगी बस्ने कुटी, मायाको भिख माग्नु बनाई सँग सात छुटी, मायाको भिख माग्नु बनाई सँग सात छुटी। कसो रहेछ बाउलो माया रिटाउने घुमाउने, कसो रहेछ बाउलो माया रिटाउने घुमाउने, निगाई माइस पागल बनाए रोडमा डुलाउने, निगाई माइस पागल बनाए रोडमा डुलाउने। कठिन बहुत बहुत धन्यवाद छ भाइ शंकरलाई, खुबै निका गीत लेखीबाट पठाइरहेछ। बहुतै माया छ, आगामी दिनमा पनि वाचन गर्ने मौका पाइयोस् भएका गीतहरू। भाइले सम्झिरहेछ। सम्झना सबैभन्दा पहिला हजुर दाइलाई अनि मेरो घर परिवार लगायत मेरा प्रिय साथीहरू पुफाजु प्रकाश, सविता जयगढी, पवित्रा भुल, उत्तम जयगढी सर, गायक बसन्त तम्राकार, सुशीला नेपाली, भाइ अमर सिलाल आउजीलाई मिठो सम्झना छ।